सो यो हड्डीहरू देख्न सक्नुहुन्छ। यो गाई थियो बन्दरहरूले पानी खाने यो देख्न सक्नुहुन्छ यिनीहरूको तलाउ। मंकी भाग्यो माथि मंकी। हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको मेरो ब्लगमा चाहिँ स्वागत छ र हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यहाँ सन्चै छु, आरामै छु। र आजको ब्लग चाहिँ के हुनेवाला छ भन्दाखेरि म चाहिँ घुम्न गइरहेको छु। सो हेरेर इन्जोय गर्नु है त गाइज। सो फाइनली गाइज अब चाहिँ हामी भित्र जानु लागेको छौँ हेरौँ है। सो देख्न सक्नुहुन्छ यहाँ पुरा यस्तो टाइपको छ है। हामी चाहिँ अब यतातिर जान्छौँ है। अनि अब हामी भित्रतर्फतिर लागौँ गाइज है। कोही पनि छैन, पुरा खाली छ। यस्तो बेला चाहिँ यस्तो भ्लगिङ गर्न पनि सजिलो हुन्छ गाइज है। हामी चाहिँ घुम्न आएको छौँ र देख्न सक्नुहुन्छ यिनीहरू चाहिँ मस्त रहेको छन्। गाइज यहाँभित्र चाहिँ यस्तै हेर्ने सामानहरू हजुरहरूले पाउनुहुँदैछ। अनि अरू त के नै भनौँ र। अनि अरू ठाउँ चाहिँ हजुरहरू पनि आउनु सक्नुहुन्छ घुम्न। सो गाइज अब चाहिँ हामी अर्को ठाउँमा गइरहेको छौँ। हामी घुमिसकेको छौँ अनि ऊ चाहिँ अब मलाई लगिरहेको छन् अनि म चाहिँ पछि पछि गइरहेको छु। हिँड्ने चाहिँ मस्त छ यार है। यहाँ हजुर बस्न सक्नुहुन्छ यो गाडीमा। ओहो कस्तो भवाल। तर अब म खतरा चिज देखाउनेवाला छु हजुरहरूलाई। त्यो हेरेर हजुरहरूलाई पक्कै पनि मजा आउनेछ जहाँसम्म मलाई लाग्छ। सो यो हड्डीहरू देख्न सक्नुहुन्छ। यो कसको हड्डी हो गाइज, यो कमेन्टमा भन्नुहोस् है। यो पनि अनि यो सिङबाट चाहिँ हामीले उठाएर फोटोसोटो। सो गाइज अब चाहिँ हामी यहाँ थारू सङ्ग्रहालयमा घुस्न लागेको छौँ। सो हामी चाहिँ भित्र आइसकेको छौँ। यो चाहिँ बन्द छ। सो पहिला चाहिँ हामी यस्तै यस्तै चिजहरू हुन्थ्यो है। अनि यहाँबाट चाहिँ हामीले चढ्न सक्छौँ। त फुलबारीहरू यार। सो गाइस हामी चाहिँ आएको ठाउँ हो, तर पहिलाभन्दा हल्का धेरै डेकोरेट भएको रहेछ। सो देख्न सक्नुहुन्छ है। यस्तो मस्त मस्त बनाएको छ यार। बवाल टल्किन्छ यार। यो गाई थियो बन्दरहरूले पानी खाने यो देख्न सक्नुहुन्छ यिनीहरूको तलाउ। पानी खाने तलाउ गाई यिनीहरूको। सो अब चाहिँ हामी यहाँ पुलमा जाऊँ है। यो बाँदरहरूको पुल है। फेरि आउँछन् बाँदरहरू। जे जे देखिन्छ त्यही त्यही हेर्दै जाने गाई छ हामी। बाटो अब चाहिँ हामी बाघहरू गइरहेको छौँ। बर्दियाको बाघ आयो, बर्दियाको बाघ आयो, बर्दियाको बाघ आयो, बर्दियाको साइड लाख मा के लेखेको छ हजुरहरूले पढ्न सक्नुहुन्छ। सो गाइज हामीले चाहिँ बाघ हेर्नु गएको थियौँ, तर बाघ भेटेन। त्यो भित्रै बसेछ, त्यसले देखेन। अब चाहिँ हामी गैडा हेर्न गइरहेको छौँ। यो चाहिँ हात्ती बस्ने ठाउँ देख्न सक्नुहुन्छ। यहाँ पुरै भएको लागि यत्रो मान्छेहरू छन् यहाँ। फाइनल्ली गाइज हामी चाहिँ घुमेर पनि आइसक्यौँ। अनि हल्का फुल्का घुमाइ भयो। मैले हजुरहरूलाई भिडियो पनि हल्का फुल्का नै देखाएँ। अनि त्यही हो। अब चाहिँ हामी जाँदैछौँ मन्दिरतिर। फाइनली गाइज हामी चाहिँ ठाकुरद्वारा घुमिरहेको छौँ है। यहाँ यत्रो फिल्ड देख्न सक्नुहुन्छ। यो चाहिँ यहाँ माघीमा चाहिँ पुरै मेला लाग्छ। सो देख्न सक्नुहुन्छ पुरै जङ्गलै जङ्गल छ पुरा। अनि उतातिर चाहिँ मन्दिर छ र यता दोस्त छन्। केही भन्न चाहन्छु मेरो भ्लगमा। केही भन्न चाहँदैन माथिको मन्दिरमा होइन। अब चाहिँ हामी माथिको मन्दिरमा जान्छौँ। गाई चाहिँ उयो देखिराख्नु भएको छ होला, त्यो पहेँलो पहेँलो टाइपको। सो त्यही मन्दिरमा चाहिँ हामी जान्छौँ। त्यही हो, कपाल जोडीहरू मात्र छन्।
हामी दुइटा मात्र हो नभएको भनेको। त्यो मन्दिर आइसकेको छौँ, सो देख्न सक्नुहुन्छ। उता चाहिँ मेन मन्दिर र यता हल्का त्यो साइड मन्दिर हो गाइस। तालचा हानेको छ देख्न सक्नुहुन्छ। हामी यहाँ माथि बस्दिने हो। मार्बल हालेको छ गाइस, मार्बल। यहाँबाट चाहिँ मस्त भिडियो आउँछ होला। हामी यहाँबाट मस्त भिडियो बनाउँछौँ। सो यस्तो घन्टीलाई त हामीले बजाउन छोड्नु हुँदैन गाइस। हरेक मन्दिरमा आइसकेपछि घन्टी हामीले बजाउनै पर्ने हुन्छ। फेरि पत्ते पत्ता भएको छ देख्न सक्नुहुन्छ। मङ्की भाग्यो माथि। मङ्की बाबा बाहुबली। यता चाहिँ हाम्रो वासरुमहरू छ अनि डस्टबिनको व्यवस्थाहरू छ। दर्शन गर्न सक्नुहुनेछ है हजुरहरूले। पुरा फोटोसोटो क्लिक गरेर हजुरहरू जान सक्नुहुनेछ। पुरा यो घुमेर। यो चाहिँ हाम्रो कुवा देख्न सक्नुहुन्छ। अनि गाइस अब चाहिँ पानी पर्न लागिसकेको छ। हामी चाहिँ भाग्नुपर्ने हुन्छ। पुरा यस्तो जङ्गल साइडमा मस्त मन्दिर छ नि यार। सो देख्न सक्नुहुन्छ बाटो यता पनि। र उता चाहिँ फोटो क्लिक गर्नको लागि मस्त मस्त चिजहरू बनाएको छ। जुम गरेर देखाइरहेको छु, देख्यो भने हेर्नु के राम्रोसँग। बाई। सो गाइस हामी चाहिँ गाउँ पुगिसकेको छौँ। देख्न सक्नुहुन्छ मेरो साथीलाई अगाडि र म चाहिँ पछाडि। अनि यो आलीमा चाहिँ हामी हिँडिरहेको छौँ। अनि अघि चाहिँ हामी गाउँसम्मै अटो पुगेको थियो, तर अहिले चाहिँ अटोले बिचमा खेत गइरहेको छौँ। एकदमै बवाल खालको हावा आइरहेको छ। यस्तो हावामा मलाई एकदमै धेरै मजा आइरहेको छ। अब अहिलेको लागि चाहिँ अब यो भ्लगलाई चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। र मन परेमा लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला गाइज। त्यही गाइज, बाइ बाइ।